सन्ध्याकालीन सबैमा अभिवादन। सन्ध्याकालीन भन्दा पनि बेलुकाको 8 बजिसकेछ। आज चाहिँ म यो भ्रामरी प्राणायाम जुन थाइरोइडको पेसेन्टको लागि एकदम फाइदा हुन्छ, घाँटीको लागि पनि त्यो राम्रो हुन्छ हैन। थाइरोइड ग्रन्थीहरूलाई त्यसले एक्टिभ गराउँछ। बिस्तारै थाइरोइड ग्रन्थीहरूलाई यसले सक्रिय बनाएर चाहिँ हाम्रो थाइरोइडको समस्या पनि समाधान गर्छ भनेर हामीले विभिन्न अध्ययन अनुसन्धान हैन योगीहरूका कुराहरू, योग गुरुका कुराहरूबाट सुन्दै आएका छौँ। आज चाहिँ म बेलुकाको समयमा यो भ्रामरी प्राणायाम गर्दा चाहिँ कस्तो अनुभूति हुँदो रहेछ भनेर चाहिँ गर्न गइरहेको छु। सबैले एकैचोटि गरौँ है त। अनि भिडियो त लामो हुन्छ, धेरै बेर गरेर यसमा आज देखाउन मिल्दैन र पनि म प्रत्येक दिन बेलुका गरेर चाहिँ यसका फाइदा के कति हुँदो रहेछन् भनेर चाहिँ म सेयर गर्ने छु। सबैले गरेर है त सँगै सन्मुखी मुद्रामा हात राख्ने, कान्छी औँला ओठ तल, साइली औँलालाई अथवा अङ्गुष्ठलाई ओठमाथि अनि मध्यमालाई नाकको छेउमा, त्यसपछि यो तर्जनीले आँखाको यो आइब्रोको माथि र यो हाम्रो बुढी औँलाले चाहिँ कानलाई मजाले बन्द गरेर भमराको जस्तो मौरीको जस्तो आवाज निकालौँ है त सबैले। यो भ्रामरी चाहिँ हामीले 20 देखि 21 पटकसम्म गर्न सक्यौँ भने यसले हाम्रो मानसिक शान्ति, तनाव कम गर्ने, एकाग्रता बढाउने काममा पनि यसले हामीलाई सहयोग गर्छ। तपाईँहरू पनि गर्नुहोला। म पनि गर्दै मेरो अनुभूतिहरू यहाँहरूसँग सेयर गर्ने नै छु। हवस् त, धन्यवाद।